साइकल हो ओ साइकल सो एन्ड गाइज वेलकम टु माई न्यू ब्लग आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ अनि आज चाहिँ टक्क बाइकमा टक्क ल हाने नि त साइकल बिचाल्यो नि त आमा ता बहिनीहरू भाइ कोही छ त्यो रुममा टक्क टक्क तेरो हिरो हन्डा होइन भिडियो सक्यो तेरो हिरो हन्डा होइन नि ए बुलेट हो बुलेट बुलेट हो हजुरको नि हजुरले बुलेट कहिले किन्नु भयो भयो होइन हेर नि बुलेट किन्नु भएछ दुईवटा बुलेट टक्क लाएर पस्दैन टक्क एउटा जय शम्भु जय शम्भु गर्मी ल गाइस अब चाहिँ हामी खानासाना खाएर टक्क गऱ्यौँ पहिला टक्क यहाँ कटहरको फेदमाथि यहाँ घाटमा आनन्दले शीतल झर्ला थाप्ले दुईवटा एयरपोर्ट लगाएर छु त्यहाँ यता प्लेस बवाल छ नि गाइस बवाले भनौँ न टक्क आनन्द लगाएर पल्टिनु हुनेछ टक्क कति शीतल भएको छ नि शीतल आनन्द हावा चलिरहेको छ नि ल गाइस हामी चाहिँ अब टक्क न दिन पनि शीतल हुँदै गएको छ होइन अलिकति अहिलेको भन्दा बेटर देन ल फाइनली अब हामी चाहिँ साइकल बनाउनु जानु लाग्यो सबैजना होइन यहाँ दुईवटा हात त्यहाँ एउटा हात साइकलै साइकल अब आज धनी हुन्छ साइकलको त बेच्दिनु भने हो एउटा दुईटा त बेचिदिनु एउटा बनाएर ल्याउने दुईटा बेचिदिनु ए ल ल ल ल जाऊँ ल अब बेच्यो पैसा चटपट त खाने टक्क लगाएर उता आन्टीहरू छ होइन उहाँ पैसा आन्टीहरू चाहिँ टक्क ल फाइनली हाम्रो साइकल बन्दैछ न फाइनली हाम्रो अब बुलेट डुप्लिकेट भयो नि ओरिजिनल बन्दैछ निजङ भाइ बेलुका युट्युबमा आउँछ अब यहाँ अर्को साइकल रेडी भइसक्यो एउटा साइकल अघि रेडी भयो यहाँ एउटा साइकल यता आइदियो नि यता म देखाइदिन्छु यहाँ कति कालो देखेँ क्या नि त एउटा साइकल अर्को बनाउँदैछ कता तीनसम्म मात्रै हो दाइ जाउँ इच्छाकामना गाउँपालिका 8 नम्बर प्लेयर निजङ इच्छाकामना गाउँपालिका 8 नम्बर जर्सी प्लेयर मिडफिल्डर होइन कसको जर्सी रे खै यता आइज नि त राम्रोसँग यता आइज नि यता यहाँ पछाडि इच्छाकामना गाउँपालिका मैले हेरेर पाएको ग्याप के भन्नु मैले देखाइदिएको को दाइको रे कान्छो दाइले खेलेर पा
यहाँ मोबाइल पनि भर्खरै टेम्परेचर हेर्नु त यहाँ अर्को कस्टमर आइसक्यो टेम्परेचर आयो भने यहाँ बन्द भएको मोबाइलको टेम्परेचर आयो भने यहाँ सबैजना बस्नु यहाँ निजङ भाइ हिरो ह्यान्डसम यहाँ ओनर अफ दिस युट्युब च्यानल अनि मैले क्यामेराम्यान तिर्खा मलाई मिठा पछाडिको टायर चाहिँ पन्जेट बाख्नु रहेछ जे होस् अगाडिको भए होला सायद हाम्रो चाहिँ साइकल बनिसक्यो होइन टक्क बहिनी र भाइहरू आइसक्रिम वाले भाइ कुदान मुजी कुदान भने कि बीबाट आउने लास्ट बोल लाग्छ डेट भ्यू चाहिँ बवाले भुले हाम्रो छुट्टी छ क्या टक्क गाउँदेखि बिदा भएन भने के गर्छस् नि फेरि कान्छा बिदा भएनस् भने के गर्छस् त नि कान्छा हजुर कान्छा हजुर तिमी बिदा भएन भने के गर्छस् त नि कान्छा उसको मेसेज पढ्ने हो र तैँले उसको मेसेज पढ्दैन नि हाम्रो बोर्डिङको चाहिँ बरु बिदा होला नि ए होइन नेपाली सरकारीको नै हो उत्सव नै टक्क हामी चाहिँ अब चटपट खान जाँदा होइन चटपट खान जाँदा अब पानीपुरी खाने 2 प्लेट पानीपुरी अनि चटपट खाने कि यहाँ काले भाइ दुध छन् जाला सटा यहाँ मान्छे हो त सिधै त्यही यहाँ हामी चटपट खान जाँदा कस्तो कालो देखेको बिहान वानमा हानु कालै देख्ने चटपट खान जानु लाग्यो चटपट मलाई त्यो बेइज्जत लागिरहेको किनकि मैले यसै बुझ्यो जाम यहाँ हाम्रो चटपट खाने घुमेर जाम सिधा यो भनेकोमा दामी आएर 0.5 मा ल क्लिन सिट तपाईँहरूलाई भ्यू कस्तो लाग्छ कस्तो भ्यू हुन्छ है कमेन्ट गर्नु है कस्तो 10 आफ्टर कति दिनुहुन्छ तपाईँले मजा आउनु पऱ्यो यस्तो यहाँ हाम्रो भर्खरै बनाएको साइकल यो अर्को साइकल भर्खरै बनाएको यहाँ है घिनलाग्दा आन्टी ए नानी आइदैन यी गर्न यी गर्न दाँत कतिवटा दाँत आज कति घन्टा लाग्यो तपाईँ दाँत जान्न बिहान कति बजीदेखि बिहान उठेदेखि 2 बजे भर्खरै 2 बजेसम्म नि यसले अघि भर्खरै दाँत दिगालेर यता शान्ति चोक आएको अब हामी पानीपुरी 2 प्लेट भने यति धेरै मान्छे लाज तपाईँहरूलाई यस्तो लाज लाग्छ लाग्नु भन्नु है कमेन्टमा म त यस्तै भ्लगरै भन्छु ल गाइस आजको